एउटा यो बाटो छ अनि एउटा यो बाटो छ। म चाहिँ यो बाटो जानु खोजेको, तर यहाँबाट जाने भनेको चाहिँ कोप्लास के थियो। अनि यता चाहिँ मेरो फिल्ड चाहिँ यहाँ छ। अनि प्लस यो टिटिजे भनेको चाहिँ अघि म आउँदाखेरि देखेको, तर अहिलेसम्म चाहिँ जस स्टेसन देखाएको थिएँ अनि गएको चाहिँ छैन म। यहाँ चाहिँ ड्याम थियो जस्तो छ, अहिले चाहिँ पानी छैन यहाँ। अब यहाँबाट साइकलमा मान्छेहरू आइरहेको छन्। म चाहिँ अलि अगाडि जान्छु, कता जाने चाहिँ थाहा छैन। बाटो राइटमा चाहिँ यहाँ रहेछ नि पानी, तर कस्तो फोहोर पानी यार। छाडा सन्चै ग्लास चाहिँ फोहोर लाग्यो मलाई। यसमा हेरौँ, वाल्डोफाख फासुङ हाङ खान लागेको प्लान के हो यो? ए यस्तो यो चाहिँ एउटा अहिलेको कुन जे अर्को एउटा जे नै हो यो चाहिँ। अनि के हो यो म्याप हो। अनि हामी अहिले कता छौँ देखेन मैले। यता छौँ, देखेनौँ। नदेखेपछि के गर्ने? ए लेफ्ट राइट लेफ्टको जाने। यो भनेको चाहिँ नाटोसुस के भिडियो भनेको चाहिँ अब यो एरिया चाहिँ प्रोटेक्टेड एरिया भयो। यहाँ चाहिँ के भनेको छ भने प्लान्ट नटिप्नु, आफ्नो पेटलाई नछोड्नु, भाँडाकुँडा नछोड्नु, आगो नबाल्नु, प्लान्टमा नटिप्नु, ड्रोन नि नउडाउनु। यो चाहिँ ड्रोन नउडाउनु होला। पढ्न मेरो आँखा लास्ट मैले चाहिँ त्यही हो जस्तो लाग्यो, अरू चाहिँ मैले बुझेन। वाटर ब्लक्ड, डेड प्लान्ट्स, लर्ड अफ द रिङवाला पायो भाइ क्या ठक्क यहाँ मुनिबाट पानीमा यस्तै गयो होइन। अनि फ्रोडोले देख्छ नि आफ्नो इमेज स्याप्पो देखेर छ्याक तान्ने। त्यो बिचमा जानु पाए चाहिँ मजा आउँथ्यो, तर जान मिल्दैन रहेछ। लेट्स गो फाइटर। मान्छेहरू आइरहेछ टक्कर यति धेरै, त्यही भएर हामी चाहिँ एकदम फटाफट हामी म चाहिँ फटाफट एकदम छिटो जान्छौँ कि अब एकदम पेस लिएर होइन। मान्छेहरू भयो भने आवाज आइरहन्छ कि। मैले भने पानी चाहिँ योवाला हो कि, यो चाहिँ फिस छ होइन। त्यो मतलब पाइन होइन कि यो पाइन भयो भने चाहिँ त्यो अर्कै हार्डवाला हुन्छ नि, त्यो हात्तीवनमा पाइनेवाला फर्पिङवाला आएको त्यो चाहिँ होइन। यो अर्कै सफ्टवाला छ। बास्ना मिठो बल्ल छाया आयो। फेरि हामी दुईवटा बाटोमा आयौँ, यो अनि यो। हामी जाने अहिले यहाँ हो, हिजो जाने। यो चाहिँ लामो बाटो पर्छ, अब यही बाटो पुग्न त पुगिन्छ यही ठाउँ, तर एकदम लामो घुम्नुपर्छ। यो तारमा चाहिँ इलेक्ट्रिसिटी छ अरे कि होइन। त्यही भएर अब छुने कि नछुने नछुम। फरेस्ट एरिया चाहिँ यस्तो छ बाबा। अनि यो चाहिँ अर्को डाँडाको नाइस आवाज चल्यो अहिले। मान्छे अनि यो ब्ल्याक फरेस्ट भनेर क्या एउटा ठक्क ठाउँमा छ होला भन्ने ठानेको क्या, मतलब सानो एउटा एरिया गाउँ जस्तो टाइपको। खासमा चाहिँ मैले अहिले विकिपिडिया हेर्दै थिएँ, त्यसमा चाहिँ के लेखाएको थियो भने यो ब्ल्याक फरेस्ट भनेको चाहिँ वाइड रेन्ज छ रहेछ क्या होइन। अनि जमानामा रोमन एम्पायरहरू आएका रहेछन्। आउनु त सबैतिर आएको छ, मलाई त्यसको हिस्ट्री चाहिँ केही थाहा छैन कि रोमन एम्पायरको। त्यसको बारेमा मलाई एकदम बुझ्न मन लागिरहेको थियो अहिले रिसेन्टली। अब कुनै दिन टाइम मिल्यो भने हेर्छु। अब चाहिँ कस्तो मजाले साइकल चलाइरहेको। Make the scene and Bambal scene. Do you know? Did you realize that you are in a protected forest? Videos. यो त मैले अहिले भेटेको जस्तो लाग्यो मरिरहेको। के हो यो? फरेस्टै फरेस्ट। फेरि हाम्रो दुईटा बाटो आयो। सबजना यता यो बाटो गइरहेछन्।
म चाहिँ होइन यो बाटो चाहिँ कहाँ पुग्दो रहेछ यता हेरौँ न म्यापमा फेल चाहिँ यता के हो यो 0.8 किलोमिटर रहेछ यहाँबाट जानु त मिल्दो रहेछ तर उताबाट साइकलको बाटो हिँडेर जाने होला हिँडेर जाउँ कस्तो क्लियर पानी क्या टक्क यहाँ यो चाहिँ उड हो कि मतलब रुखको पिक अन्डर वाटर प्लान्टको लागि बचाउनको लागि चाहिँ स्विमिङ फेयरबाट स्विमिङ के हुन्छ रेस्ट्रिक्ट इलिगल होइन रेस्ट्रिक्ट गरेको छ यो फिल्ड चाहिँ माथिबाट कस्तो राम्रो भ्यू छ तर मान्छेहरू थियो क्या My family. Jeez. Black forest. स्पोर्टमा चाहिँ लास्टै गएर छ ढुङ्गा हान्नुम है त हेरौँ है त अब चाहिँ फर्किनु पर्छ बिस्तारै बिस्तारै 3 बजी लाग्यो ट्रेन हाम्रो 6 घन्टाको बाटो हो अनि 6 घन्टा भनेपछि 3 बजी गयो भने चाहिँ 9 बजे म चाहिँ अब फर्किरहेको छु होइन सबजना मान्छेहरू कति मान्छेहरू चाहिँ अहिले आइरहेको थियो मलाई चाहिँ ढिलो हुन्छ धेरै बस्यो भने ल म चाहिँ पुग्नु लाग्यो भानु ट्रेन स्टेसन कति बजी पुग्छ हो मतलब कति बजी ट्रेन आउँछ हो जस आज रमाइलो भयो यो के जर्मनीको साउथ साइड चाहिँ यस्तो राम्रो छ कि होइन नर्थ साइड चाहिँ मेन सिटीहरू जस्तो छ क्या अनि साउथ साइड चाहिँ लास्टै हरियाली वन जङ्गल डाँडा काँडा त्यस्तै यस रमाइलो भयो अब ट्रेन त्यहाँ स्टेसन पुगौँ अनि हेरौँ कति बजी आउँछ यहाँ चाहिँ एउटा ठुलो लेक छ कि जान पाएन आज चाहिँ मेरो ट्रेन आउने यतै कतै सानो लेक नि भेटेँ एउटा तर नभए टाइममा आइहालेँ ट्रेन ठ्याक्कै 2 मिनटमा आउनु लागेको छ यो छुट्यो भने सिधै 1 घन्टा पछिको ट्रेन छ दौडिनु पर्छ अलिकति यो अब त भ्याउँछ होला ठ्याक्कै म जानुपर्ने अब यहीँ पारिपट्टि हो तर त्यहाँबाट क्रस गर्नुपर्छ 50 भएर ठ्याक्कै 51मा छ आयो ट्रेन आयो ल मेरो यही हो प्याक छ त अगाडि जाउँ टिटिजी भने यही हो